नमस्कार, म विजय सिरपाली, प्रवास संवाददाता दोहा कतारबाट। आधारभूत तह कक्षा 8 उत्तीर्ण परीक्षा 2081 मा निसीखोला गाउँपालिकाकै सबैभन्दा धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस श्री जनहित आधारभूत विद्यालयको हिजो जेठ 3 गते वनभोज कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजनामा गरिएको उक्त वनभोज कार्यक्रममा श्री जनहित आधारभूत विद्यालय कक्षा 8 का सम्पूर्ण विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका पदाधिकारी, भूपू शिक्षक र हाल कार्यरत शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। उक्त वनभोज विशेष कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर 2 को बैचौर खलबाङको उच्च भूभाग, डाँडाको शान्त, स्वच्छ, सुन्दर वातावरण र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्दै भोजमा उपस्थित सबैजनाले नाचगान गरेर खाँदै पिउँदै नाच्दै रमाउँदै सम्पन्न भएको थियो। जान्छु बाटो डाक्नु भन्दा भेटु नहुई जान्छु।